हेलो साथी हो, नमस्ते सबैजनालाई। म एकदम ठिक छु। म चाहिँ आज हाम्रो घरको भिडियो गर्दैछु है। घरको वरिपरि के छ त्यो हेर्नु होला हजुरहरूले। हाम्रो यो चाहिँ बाटो भयो, ठ्याक्क गाडी यहीँ आउँछ, हाम्रो कारले पनि यहीँ आउँछ है। यो बाटो भयो, यो हेर्नुहोस् ल, हाम्रो घर यस्तो राम्रो ठाउँमा छ कि टक्क ओरेको छ। घरको अगाडि यस्तो राम्रो राम्रो फुलहरू फुलिरहेको छ। एकदम आनन्द आउँछ। बिहान टक्क हेर्ने बित्तिकै उठेर आनन्द आउँछ। वारिपारि डाँडा काँडा हरियाली छ। अनि हाम्रो यी टक्क फुल फुलिरहेका छन् अगाडि यति राम्रो राम्रो। यो अम्बाको रुख छ। अम्बाको रुखमा अम्बा पनि फलिरहेको छ। अनि हाम्रो घर यस्तो राम्रो ठाउँमा टक्क उतापट्टि किचन हो, त्यहाँ किचन छ। ग्यास चुलोहरू त्यहाँ राख्छौँ। अनि यो घर भयो, यो बरन्डा भयो, यो पानी ट्याङ्की यो घरकै अगाडि पानी आउँछ। हामीलाई पानीको केही दुःख छैन। अनि यो फुलले गर्दा धेरै सुन्दर देखिन्छ घर अगाडि पनि। अनि फेरि तरकारी सिमीको झाङ छ यहाँ। सिमीको टन्न फलिरहेछ। यी सिमी फल्या छ। सिमी जति खायो उति मिठो लाग्छ मलाई। अनि यहाँ बरन्डा छ। यहाँ कपडाहरू यता सुकाउने यहाँ बस्ने ठाउँ छ। अनि फेरि यता दाउरा राख्ने हाम्रो सानो घर छ, दाउरा राख्ने। त्यहाँ छ कटहरको रुख। अनि यहाँ पनि फुल फुलिरहेको छ। अनि फेरि यता टोयलेट, यता फेरि भैँसी बाँध्ने गोठ छ। यता मान्छे सुत्ने, हामी सुत्ने कोठा पनि छ यहाँ। अनि यता 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 गर्दै जाँदा यहाँ बाख्रा भैँसी छ, कुखुरा पनि छ। यहाँ सानो सानो बच्चा पाछ। अनि एउटा भैँसी दुध दिन्छ यो भैँसीले। अनि दुईटा बाख्रा छन्। अनि वरिपरि रमाइलो छ। यो सबै अम्बाको रुख है। अम्बाको रुख छ। यहाँ अमिलो छ, इस्कुस फलिरहेको छ। तरकारीलाई केही दुःख छैन। काठमाडौँमा बस्दा के तरकारी खाने भन्ने हुन्थ्यो। यहाँ तरकारीलाई केही दुःख छैन। यतापट्टि चाहिँ हामी घाँस राख्छौँ यहाँभित्र। यस्तो छ राम्रो। अनि हाम्रो यो पुरै सम्पत्ति हाम्रो हो है, हाम्रो। अनि सुन्तला छ, सुन्तला पनि फलिरहेको छ। सुन्तला भर्खर पोहोर साल र अहिले फल्यो। अनि यहाँ बारीमा तोरी मजाले तोरी फुलेको छ। अनि फेरि सुन्तला पनि कागतीको रुख यहीँ छ। एउटा कागती, ठ्याक्क कागती छ है। अनि यहाँ सुन्तला त धेरै राम्रो फल्या छ अहिले। सुन्तलाको बोट हेर्न सक्नुहुन्छ। राम्रो छ। डाँडा काँडा पारी पारी एकदम त्यो रेसुङ्गा हो। यहाँबाट हामीले ठ्याक्क रेसुङ्गाको चुचुरो हेर्न सक्छौँ। एकदम रमाइलो ठाउँ छ। अनि यहाँ तोरी केरा पनि छ। अनि यहाँ बारीमा सिल्टुङ झिलेङ्गी भन्छ हामीले, दाल खान्छौँ यहाँ छ। अनि फेरि मैले सबै देखाउँदैछु है। अनि यो सखरखण्ड हो हाम्रो आफ्नै घरमा। यहाँ घरको लागि अलिअलि बेचिन्छ पनि। अनि यहाँ तोरी छ, तोरी फुलिरहेको छ। यहाँ आलु लगाएको मजाको राम्रो आलु उम्रिरहेछ। यहाँ साग पनि छ। गऱ्यो भने सबै कुरा हुन्छ, गरेन भने केही हुँदैन। यहाँ गाउँमा बसेर त केहीको टेन्सन छैन खानको लागि चाहिँ। अनि केरा पनि पसाइराखेको छ। आलु मजाको फलेछ, उम्रेछ। अनि तोरीबारी यो पुरै हाम्रो हो, धेरै छ हाम्रो सम्पत्ति चाहिँ। यो काठमाडौँमा भएको भए करोडौँ अरबौँ खरबौँको सम्पत्ति थियो। अब गाउँमा भएर खासै पैसा हुँदैन। अनि केरा रुखमै पाक्न लागेको छ। केरा पनि पाक्न लागेको छ। यहाँ लसुन लगाएको। अनि आलु यतापट्टि छ। अहिले धेरै राम्रो भएको छ आलु। अब फल्न चाहिँ कसरी फल्छ है थाहा छैन। अनि तोरी फापर सब कुरा हुन्छ है। अब हामीले आज कोदो टिप्न लगाएको, कोदो पाकिसक्यो।
मेरो छेमाले कोदो टिप्न लाउनु भएको छ, म पनि अब टिप्छु। पारिको दृश्य हेर्दाखेरि एकदम रमाइलो छ है। डाँडाकाँडा, हरियाली, सफा मौसम, आकाश, सुन्दर आकाश छ। ल हेर्नुहोस्, यो केरा चाहिँ ठुलो छ है। केरा ठुलो फल्छ, यो ठुलो छ केरा। यो एउटा खायो भने अगाइन्छ हामी। त्यहाँ सिमी पनि छ घरमै। घरको वरिपरि सब तरकारीहरू छ, केहीको टेन्सन छैन। गाउँमै बस्दा आनन्द छ। त्यही एउटा कुरा, त्यही हस्पिटल अलि नजिक छैन, नत्र अहिले पानीको पनि सुविधा छ घरकै अगाडि। अनि यो हामी यसरी राख्छौँ मकैको डाँठलाई। यो पछि भैँसीले खान्छ, भैँसीलाई घाँस बनाएर दिन्छन्। काठमाडौँतिर हेर्दाखेरि चाहिँ यत्तिकै कुहेर फालेको देखिन्छ ढोड भनेर। यो चाहिँ हाम्रो टुप्पा भन्छ गाउँमा। यसरी राख्ने हो, पछि घाँस नभएको बेलामा हामीले यही घाँस हालिदिने हो भैँसीलाई। अनि तोरी मजाले फुलिरहेको छ। तोरी अहिले चाहिँ तोरी एकदम राम्रो होला जस्तो छ। ठ्याक्कै टाइममा पानी पर्यो। अनि पारिको डाँडाकाँडा हेर्दाखेरि छुट्टै आनन्द आउँछ। हरियाली हेर्नु कस्तो रमाइलो ठाउँ छ। अनि गाउँमै आनन्द छ है। तोरी, हाम्रो कोदो पाक्ने छ। अब कोदो टिप्नुपर्छ। अनि कोदो टिपेर कोदोको रक्सी बनाएर खानुपर्छ। छेमाले रक्सी बनाइदिनुहुन्छ, अनि हामी खाने हो। अनि तल बारीमा हेर्दा यी फापर, पुरै फापर है। त्यो तल सेतो देखेको फापर, यता पहेँलै देखेको चाहिँ तोरी है। तोरी हो। अनि यहाँ मटरकोसा पनि छ। अहिले चाहिँ देखिँदैन, भर्खर उम्रेको छ साथीहरू। मेरो घरको वरिपरि चाहिँ यस्तो छ है। अनि यस रमाइलो ठाउँमा छ। हामी त अब आफ्नो गाउँ त राम्रो लाग्छ त्यहाँ जसलाई पनि, तर हजुरहरूलाई पनि धेरै रमाइलो लाग्छ जस्तो लाग्छ यो भिडियो हेर्दाखेरि। घुम्न जाउँ जस्तो लाग्छ होला। घुम्न मनलाई आउनु होला है। कन्ट्याक्ट नम्बर म राखिदिन्छु। यति नै हो। वरिपरि रमाइलो छ। यस्तै छ साथीहरू गाउँले जिन्दगी। अरूभन्दा अहिले आलु राम्रो भएको छ, त्यही खुसी लागेछ। आलु चाहिँ मजाको भएको छ। हेर कति राम्रो भएको छ आलु। तोरी पनि राम्रै छ। यहाँ पनि सुन्तलाको रुख छ। अनि यो झिलङ्गी पाकिरहेछ, त्यो पनि काट्नु पर्ने छ। त्यसलाई पनि ठटाउनु पर्नु छ। कसैले नबुझ्दा ठटाउने भनेको त्यसलाई झाँट्ने के, त्यो गेडा दाना निकाल्न पर्ने छ। जङ्गल छ। पहिला धेरै मान्छेहरू हुँदा खासै यो जङ्गल हुन्थेन। अहिले मान्छेहरू सब सहर पसिसक्यो। अनि त्यसैले जङ्गलले भरिन लायो। पारिको घरहरू छन्। पारि डाँडाकाँडा यस्तै रमाइलो छ है साथीहरू। आजको लागि यति नै छ मेरो भिडियो। फेरि नयाँ ठाउँमा गएँ भने भिडियो गर्दै गरौँला। अनि हजुरहरूलाई देखाउँला। बाई बाई, नमस्ते।